हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ हामी बिहान बिहानै यहाँ आइसकेका छौँ। जङ्गलको बीचमा आइसक्यौँ। उकालो चढेर यहाँ माथि पुग्नुपर्छ। आज हामी कहाँ हिँडेको भन्नु त? खरिढुङ्गा के को लागि? पिएनसी भिजिट। हामीलाई चाहिँ फेरि साथीहरु पुरै साउन्ड लागिरहेको के यहाँ चुरा मेहन्दी उहाँको मेहन्दी हो। ओहो एम पनि लेखिसकेछन्। हिजो मैले यादै गरेको थिएँ नि, मेरो चाहिँ यता छ है, यस्तो छ। खाएर पुरै घाम चाहिँ लागेको छैन, त्यही पनि गर्मी छ, थकाइ लागिरह। पसिना त जस दरो एक्सर्साइज भइरह हाम्रो जमावा। यो चाहिँ च्यासिनटार भन्ने ठाउँ हो। यो चाहिँ म धान रोपेर कस्तो राम्रो देखेको छ, हरियाली हरियाली। यो चाहिँ नयाँ बन्दै गरेको पार्क, च्यासिनटार पार्क। अब चाहिँ फाइनली हामी रोडमा निस्क्यौँ। तर हेर्नुहोस् साथीहरू, कुहिरो लागेर केही देखेको छैन। हामी दुईजनाले नदेख्ला भने पिर्छ यहाँ। हिँड्दैछौँ तर यस्तो फेरि कुहिरोले ढाकेर। अब गर्मी त छैन, तर हिँडेपछि थाहा हुँदो रहेछ के कतिको गर्मी छ भनेर। हामीलाई अब घामै नलाग्दा यस्तो कुहिरो लाग्दा पनि यस्तो पसिना आइरहेछ। पुरै उकालो छ के बाटो, पुरै यो उकालो कटेर पानी नि छिटाइसक्यो। दायाँ बायाँ केही देख्नु छैन, सिधै यो बाटो हिँड्नु छ। र त्यो पनि जुगा लाग्ला कि भन्ने टेन्सन छ। अझै हामी जति थकित भयो, जति पसिना आयो नि, तर हाम्रो यात्रा जारी छ। बाट उता पुगेर जति पसिना पसिना आइरहन्छ के गर्नु। बल्ल अलिकति कुहिरो खुल्दै 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 गइरहेको छ। काँक्रो खान थाल्यौँ। अब हामी रेस्ट गरेर यहाँ काँक्रो लोकल काँक्रो है गाइज। मेरो हेर्नु पुरै पानी चुहे जस्तो पुरै पसिना। यहाँ चाहिँ मकै फलेको छैन है। अब यहाँको मकै चाहिँ मिठो हुन्छ लेकको भएर। अब चाहिँ बल्ल राम्रो भ्यू देखिन थाल्यो। टिमु च्यासिनटार कस्तो राम्रो देखेको। च्यासिनटार त झन् धान रोपेर पुरै खतरा देखेको छ। पार्क पनि देखिरहेछ। हो हाम्रो हेलपोस्ट कस्तो मजाले देखियो। स्कुल यता सल्लेनी पुल पनि हो। कस्तो राम्रो देखेको। पुल त कहाँ माथि जस्तो देखिरह हो। हामी चाहिँ यता बाटो चिप्लो हो। अब पानी परेर यस्तो छ हो बाटो पनि। अलिक केयरफुल भएर हिँड्नुपर्छ। काँक्रो मिठो। हामी यत्रो बाटो उकालो हिँडेर आइपुग्यो। उहाँ आउँदै हुनुहुन्छ। म चाहिँ आएर बसिसकेँ। यति पसिना गइरहेछ आज, कुरै नगरौँ। लास्टै पसिनै पसिना भएको छ। अब हामी बस्ने ठाउँमा आइपुग्यौँ। एकछिन रेस्ट गरेर फेरि जानुपर्छ। अब लगभग 15 मिनट जति बाँकी छ। कुहिरो लागेर यस्तो अवस्था भइरह। धन्न पानी नपरेर प्लस घाम नलागेर चाहिँ हामीलाई साथ दिएको छ। अब एकछिन बसेर खाजा खाएर हामी जान्छौँ। त यो बाटो हिँड्न थाल्यौँ। यस्तो छ बाटो। अब घर पुग्न लाग्यो। हामी चाहिँ यता छौँ। अहिले चाहिँ अलिकति फ्रेस भइसक्यो। खाजाहरू पनि खायौँ। अनि ओह्रालो बाटो भएर पनि पसिना त्यति आएको छैन। हामी हिँडिरहेछौँ। यस्तो छ बाटो। यस्तो बाटो जानुपर्छ। धन्न जुगा चाहिँ लागिरहेको छैन। फाइनली हामी सुत्केरी अमाज्यूको घरमा आइपुग्यो पियान्ची भेट्नलाई। हाम्रो खाँडादेवी नै पर्छ भन्ने उता चाहिँ दोरम्बा हो, तर देखेको छैनौँ। चेक गरेर पियान्ची चेक गरेर फर्क्यौँ। यता आइसक्यौँ फेरि। अलिकति त्यो चेक गरेको त के फोटो राख्नु होइन, तर जे होस् राम्रो धेरै इम्प्रुभ भइसकेको रहेछ। बच्चा आमालाई नै खुसी लाग्यो।
फिडिङ पनि एकदम राम्रो रहेछ। अब चाहिँ ओह्रालो हो मजाले गइन्छ। चाँडै पुगे जस्तो नि फिल हुन्छ ओह्रालो हिँड्दा त। यो बाटो हिँड्नुपर्छ साथी हो, के गर्नु यस्तै हो। गाउँमा काम गर्दाखेरि ग्रामीण क्षेत्रमा काम गर्दाखेरि यस्तो बाटो घाटो त हिँड्ने अहिले बानी नै परिसक्यो कि हामीलाई है। यस्तो बाटोबाट आएर अब यति उकालो हो, त्यसपछि त ओह्रालो। अब चाहिँ हामी ओआरसी आइपुग्यौँ। हामी ओआरसी कटेर पनि गएको हो नि त पिएनसी हेर्नलाई। अनि अब हामी चाउचाउ खान थाल्यौँ। अहिलेसम्म साथ देखिरहेको थियो कि पानी नि परेको थिएन, घाम पनि लागेको थिएन। तर अहिले फेरि पानी पर्न लाग्यो अनि भोक पनि लाग्यो। चाउचाउ भयो नि, जङ्क फुडै भयो पनि अब कहिलेकाहीँ त चल्छ। कैसा लगा मेरा मजाक? साथीहरू आज चाहिँ हामी फर्स्ट ड्युटी भ्याएर फेरि अर्को ड्युटीमा जाँदैछौँ। अर्को ड्युटी भने चाहिँ के हो भन्नु त शिक्षा? रोपाई कार्यक्रम हो, रोपाई कार्यक्रममा हामी जाँदैछौँ। उहाँको चाहिँ सेकेन्ड डे हो। उहाँले पहिला रोप्नु भएको थिएन नि त, अनि अहिले सेकेन्ड डे हो। मैले चाहिँ पहिला पनि रोपिसकेको थिएँ। उहाँले त राम्रोसँग रोप्नु भएको छ। फेरि आज पनि हामी रोप्न जाँदैछौँ। हामी पिएनसी ड्युटी भ्याएर पनि हामी यताको ड्युटीमा आइसक्यौँ। गर्मी पनि भइरहेको छ। खाजा खाएर हामी आयौँ। अब कताबाट जाऊँ भने होला सायद। यसो गरेर नजिकै हेल्पोस्ट नजिकै हो यो चाहिँ रमिला म्यामकोमा आज आयौँ हामी। हेलो रमिला म्याम, उहाँको नमस्कार। हामी धान रोप्न आइपुग्यौँ फाइनल्ली। यता ल हाम्रो टोली चाहिँ यहाँ उहाँहरू नै हुनुहुँदो रहेछ। उहाँहरू बिहानदेखि रोपिरहनु भयो होला। हामी भर्खर आयौँ। हामी अब स्टार्ट गऱ्यौँ धान रोप्नलाई। लुक चाहिँ यस्तो छ, म त कस्तो देखेको नि बाफ्रे। ठिकै छ त्यही पनि। आजको चाहिँ अन्तिम हो, सक्यो। त्यसपछि धान रोपेर पनि आजको रोपाइ पनि सक्यो। हामी फर्क्यौँ। रमाइलो भयो नि त आज। आजको दिन सक्यो। आजको हाम्रो ड्युटी दुईटै ड्युटी सकियो।